एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। नयाँ हुनुहुन्छ भने वेलकम सबैजनालाई। सो अहिले चाहिँ राष्ट्रपति सुरु भइसक्यो आजबाट अनि म चाहिँ अब स्कुल जान्छु अनि त्यहाँबाट चाहिँ हामी जान्छौँ के गर्छौँ हेर्दै जानु होला। सो गाइस अहिले चाहिँ म स्कुलमा आइसकेँ अनि मैले आरतीलाई नै भेटेर आएन, म एक्लै भएको छु यहाँ हाम्रो दाइहरू हुनुहुन्छ। हेलो हाई भन्नु न। अनि यता सबै कता कता छन्। यहाँ निसरले काँडा प्र्याक्टिस गरेर खान्। मार्च पास बल्ल राम्रो गरेर नै भाइ बहिनी क्याप्सनमा गएको ग्रुप नै हुन्। यो गुन्जनले के गरे कि यहाँ हड्डी छ अनि यता चम्चे छन्। सो गाइस हामी चाहिँ अब जान लाग्यौँ। हेलो एभ्रिवान वेलकम टु मेरो भ्लग। कर्ली तीनजनाकै कर्ली कपाल छ। हाम्रो राष्ट्रपति चाहिँ नारायणपुर हुनु लाग्छ अनि हामी त्यही जाने हो। अनि म चाहिँ कराटेमा मात्र छु। हामी निस्किसक्यौँ स्कुलबाट। अगाडि हाम्रो स्कुलको बस छ। यहाँ 3 भाइ सँगै बसेछन्। 3 भाइ दिदी सुन्छ लाग्नु भएको छ। यहाँ एलिस दाइ हुनुहुन्छ। हेलो यहाँ मान्छेहरू आइसक्यो अनि हामी आइसक्यौँ। भित्र अरे यहाँ झरिरह झर्या मान्छे फेरि आयो। हामी झरेन। यहाँ मार्च पास सुरु भइसक्यो। यो ग्राउन्ड मार्च पासमा ह्यान्डस्याक गर्दै हिँड्ने गुरुकुलको हाम्रो स्कुलको आयो। अहिले चाहिँ राम्रो गरे खाने भलिबल कोर्ट हेर्न आएको तर भेटाएन। यता सबै दाइहरू हुनुहुन्छ। 18 राष्ट्रपति रनिङ सिल्ड नमस्ते रे। आरतीलाई बल्ल भेटे। हेलो बल्ल हामीहरू आयौँ यता। मैले भेटेँ यिनीलाई। तिनीहरू चाहिँ भलिबल कोर्ट हेर्न गएछन्। म फेरि भर्खरै आएको फेरि स्कुल जानु गएको छु। यहाँ चाहिँ गाइस मार्सल आर्टको टिमहरू छन् अनि यिनीहरू चाहिँ बिहान नै वेट नाप्न आएको थिएँ तर म काँडा गर्ने भएर चाहिँ म फेरि आएको थिएन। अब 10 बजीतिर आऊ अनि अहिले फेरि आरतीलाई भेट्यो। खाना खान जान लाग्छ अनि म पनि अब एक्लै हुन्छु भनेर म पनि आइगएँ। किनभने त्यो भलिबलको तिनीहरू उता कोर्ट हेर्न चाहिँ गएको थियो अनि म एक्लै अथवा आरतीले कति खाइन्छ त्यही पनि अझै 50 पुगे होइन। हामी स्कुलमा आइसक्यौँ अनि यहाँ खाँदैछन् खाना। आरती किन हेर न। यहाँ इन्जु र मैले चाहिँ नखाने। म त खान्न तर यिनले नखाने रे पेट भरेर हामी खाना खाएर निस्किसक्यौँ। हामी म खाना त खाएन यिनीहरू खान्। हाम्रो स्कुल यस्तो छ। एउटाले बमिट आउनु लाग्छ अर्कोको हालत नि त्यस्तै त्यस्तै भए। गाह्रो छ वेट बढाउन र घटाउन। अब हामी जान लायौँ हाम्रो यो 4 नम्बरको बसमा। यता हाम्रो बसहरू छ। टोटल 7वटा बस छ अनि यता स्कुल छ। स्कुलको सराउन्डिङ कति टाढा छ क्या गाइस। त्यो यहाँबाट 8 घन्टा लाग्छ होला जानु। भोलि हुन्छ अरे त्यसपछि जानु पर्ला नि हेर्न के हुन्छ। शनिबार जान्छु। आरतीको गेम हेर्न जान्छु। यहाँ हामी आइसक्यौँ। सुत्दै आधीसम्म निस्किन्न अहिले सुत्छु एकछिन। यहाँ आरती सुतेछ। दिदी पनि सुत्नु यहाँ पनि सुत्नु। यहाँ नाचिरहन् स्टेजमा। कति भिड छ क्या तर यहीँबाटै देखेर स्टेजमा गएर। बहिनीहरू भाइ बहिनीहरू जानु लाखान् मार्च पासमा आएको। यता हामी हलतिर जाँदैछौँ आरतीको वेट नाप्ने। यहाँ हामी हलमा आइसक्यौँ। कति राम्रो हल छ गाइज। यता म्याटहरू छ कति ठुलो छ क्या। यहाँ आरती वेट नाप्न गएको छिन्।
यहाँ हामी बसिरहन् भलक सुरु गरिकन फेरि लुक्नुहुन्छ यहाँ शरद दाइ हुनुहुन्छ हेरेर फुच्चे चाउचोको लागि मलाई पनि मैले पाएन हेर्न गाइस उसको कस्तो राम्रो कपडा छ यहाँ मेरो बेस्ट फ्रेन्ड भेटे हन् बाई हामी आइसक्रिम खान आहाम म त रुन्छु कि किन रुन्छु अनि मलाई के थाहा थियो र 400 आज हुन्छ हुन्न होला के हामी अर्को 400 रिले हुन्ला भनेर लास्टमा भए छैन अरे अहिले 100 भइरह ल यहाँ हाम्रो आइसक्रिम छ 3 जनाको चेयर्स यहाँ 100 मिटर हुन लाग्छ अनि उता देख्न सक्नुहुन्छ त्यहाँ हामी बसबाट हेरिरहेको आइसक्रिम खाँदै यहाँ जिन्सा दिदीको हुन्ला यिनको खुट्टा गयो क्या हो डब्बाको तर हामी भित्र जान पाएन खुट्टा गयो सुन्ने लागेको हेर्न गाइस यति त ग्याप छ यतिबाट सक्यो अनि यति यतिसम्म खुट्टा जानु लागि भित्र अलि यहीसम्मै गराउनु पर्ने यतासम्म यहाँ भलिबल कोर्ट छ हामी यता भलिबल हेर्न तर केही पनि भएको छैन यता हड्डीहरू छन् अनि यिनीहरू हाम्रो स्कुलको हुनुहुन्छ हामीहरू यहाँ कबड्डी हेर्न आएछन् यहाँ 1500 हुँदैछ र हाम्रो गोर्खाको चाँदनी बहिनी यहाँ छ यहाँ चाँदनीले छाडिदिए बिराम भएर एकछिन त्यही भएर केटाहरूको 1500 हुँदैछ अनि यहाँ सन्देश दाइ हुनुहुन्छ हाम्रो गोर्खाको हेर त खुट्टा त टेक केयर यहाँ रेडी हुँदैछन् 4x4 रिलेको लाइन लागिरहन् अङ्गुर त्यही नै आर्थिले दिएको हाम्रो सरहरू हुनुहुन्छ सुन्तला यहाँ केटाहरूको 4x4 रिले हुन्ला यो 15 नम्बर लाएको यहाँ गोर्खाको दाइ हुन्छ तन्की राख्नु भएको विनर ढल्नु भइगयो यहाँ यहाँ गर्ल्सहरूको रिले हुन्ला जिन्सा दिदी आरती चिनो अनि त्यसपछि कर्णा दिदी यहाँ फोटो खिचिराख्नु भएको कस्तो माइक पनि छैन के यहाँ सन देख्न सक्नुहुन्छ हामी दुईजना पैसा लिएर यता खान तिनीहरू त्यही पारी छन् यहाँ खाना खान हामी चाउचाउ किन्यौँ अनि अब एकछिन चटपटे खान्छौँ मैले चटपटे 80बाट खान सुरु गरेँ हामी यता घर जाने तयारीतिर छौँ हाम्रो डब्बा घाइते वाहन ल बराबर छ नै यिनीहरू बराबर उडा चम्लेको घुमाउँछु भइरह यही हाल यहाँ हाम्रो दाइ हुनुहुन्छ यिनीहरू यहाँ अनि तिन भाइ हुन् 2 भाइमा एउटा भाइ थप्यान टाइलेटमा भेटाएको कसरी लोटे यहाँ देखाइरहन् यिनीहरूले फेरि किन्न भए प्राइस देख्न सक्नुहुन्छ लङ्गडाहरूलाई लङ्गडा अनि लङ्गडाको दाइ यहाँको नाम के हो सुभाष दाइ सो गाइस हामी के भयो भन्दाखेरि हामी चटपटे खाना
आयौँ चौधसँग पैसा थियो 100 रुपियाँ तिमीले स्पोन्सर दिएर खाना आयौँ अनि यिनीहरू यतै थिए हामी गयौँ एउटा पसलमा गयौँ त्यहाँ चाहिँ 30 रुपियाँलाई पुग्ने मात्र चाउचाउ रहेछ त्यही भएर अर्को ठाउँमा गएँ त्यहाँ फेरि एउटा दाइ हुनुहुन्थ्यो अनि अभिले मागेको थिएँ खाने भनेर अनि त्यसमा फेरि त्यो चाउचाउ नहालेको कति मिलेन अनि त्यसपछि फेरि बस जानलाई ढिलो भयो भनेर नबनाइदिनु भनेर फेरि यहाँ भाइ यस्तो खाइरहने यस्तो यहाँ अभिले केही नसोधेर निकालेर खाएर आन्टीको पकौडा लास्टै मिठो लाग्यो अरे नि आन्टी सब आइदिनु होला आन्टीको पकौडा खान आउनु न भोलि खाएर खानु न त्यहाँ चटपटे बनिरह यहाँ चाहिँ चुकिलो भएको अन्न जस्तै बसेर अलिकति चुकिलो हाल्नु भने त कति धेरै हालेर बोटो खुलिया कि ढकन खुलिया कि साढे 6 बजे अरू बाँकी 10 बजे खाना खाएर अनि अरू बाँकी सुन हामी जाँदैछौँ 40 जना बस्ने बसमा 80 जना बसेर जाँदैछौँ अनि नाच्न नपाए ननाच्ने रे हामी बुढ्चो गइसक्यौँ भाइ आरती जान लाइन बाई यता यस्तो भाइ सो गाइस म चाहिँ अहिले घर जाँदैछु अनि मेरो घर चाहिँ जताबाट 3टा बाटो छ जाने त्यताबाट गयो नि अँध्यारो नि हुन्छ अनि यो बाटो जाँदा चाहिँ सर्टकट पर्छ म दिदीहरूसँग जाने भनेको थिएँ तर त्यहाँ अर्को बाटो जान लाग्नु नि त्यही भएर फेरि मम्मीलाई फोन गरेको पैसा पनि सकिया रहेछ त्यही भएर एक्लै नै जाँदैछु केही हुन्न म जान सक्छु यहाँ म अहिले स्कुलमा छु स्कुल हुँदै जानुपर्ने हुन्छ पुरै अँध्यारो हुन्छ बाटो चाहिँ यही अँध्यारो बाटो काटेर म उता घर जाने हो गाइस सो गाइस अहिले चाहिँ म घर आइसकेँ अनि अहिले चाहिँ 8 बज्न लाग्यो गाइस 7 बजी 8 बजी अनि त्यही नै अहिले चाहिँ यहाँ ढोका खोल्न लाग्यो म उभिरहेको छु बाहिर अनि भोलि चाहिँ हामी बिहानै जानुपर्ने हुन्छ आजको लागि भ्लग यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई सी यु इन नेक्स्ट भ्लग